हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु भन्दै आजको भ्लग चाहिँ सुरु भइसक्यो। आज चाहिँ भाइटिकाको दिन होइन, अनि त्यही तयारी हुँदैछ हाम्रोमा चाहिँ। यहाँ बहिनीले यो कलश लोटा रेडी गर्नु हुँदैछ। अनि यता भोलि पर्सिको दिन हाम्रोमा चाहिँ पूजा छ, अनि त्यही भएर मम्मीले चाहिँ यहाँ टपरी बुन्नु हुँदैछ। जेठी र कान्छी त्यहाँ गफ गर्दै बसिरहनु भएको छ। अनि यहाँनिर चाहिँ हल्का यसो टाङटुङ पारेर चाहिँ हाम्रो तयारी हुँदैछ उयो गर्नको लागि। यस्तै छ है गाई छोरो। अब म चाहिँ मेरो डिपार्टतिर लाग्छु। फर्स्टमा चाहिँ अब वाचिपा बनाउँछु होइन, अनि त्यस पछाडि उयो पनि तार्नु, प्रमचिप्सहरू पनि तार्नु पर्ने छ। एकजनाले प्रमचिप्स तार्नु होला तपाईँहरू ल। पोलिसक्नुभयो फ्रम चिप्स दर्याम दार्नुपर्छ। अब एउटा बियरसँग झर्छ है, एउटा गरेर लाउनु नि। झरी त गयो एउटा। अचार बनाएको आलु एक्लै खानु, बोकी अचार बनाउने आलु सबै खाएर सक्नु है। अब वाचिपा यहाँ रेडी हुँदैछ। को खाने हो हात उठाउँ वाचिपा खानेहरू। हरियो पर्यो साग त फेरि छोड्नु हुँदैन नि खानु, होइन दाइजहरू? जति मासु खाए पनि हरियो पर्यो सागपात खानुपर्छ, हो कि होइन सुजित? अब यहाँ चाहिँ म गोर्खे अचार बनाउनु सुरु गर्दैछु साथीहरू। यो भयो सिलामको छोप, यो आलु र के पो काँक्रा, प्याज माथि बहिनीले काट्दैछ। यो भयो अचार, त्यो टमाटर र खोर्सानी पिसेको, अनि तेल पनि अब फुराउँदैछु। त्यस पछाडि यहाँ मिक्स गरेर गोर्खे अचार रेडी हुन्छ। गोर्खे अचार पनि रेडी भयो साथीहरू। हामीले मटरहरू चाहिँ नलगाएको, नानीहरूले मन पराउँदैन, अनि त्यही भएर नलगाएको। नानीहरू फेरि पिरो यस्तो अचार खान्छ कि हाम्रोमा। फाइनली साथीहरू सबै कुरा चाहिँ पाकेर रेडी भइसक्यो है। हाम्रो चाहिँ कुखुराको सुप पनि पाकिसक्यो, साग पनि पाकिसक्यो, अनि त्यहाँ वाचिपा पनि पाकिसक्यो। अनि उनीहरू चाहिँ भोकै छ होइन। अब माइतीलाई टिका लगाइदिनु पर्ने छ नि त, त्यही भएर भोकै छ। अब छिटो हामी पनि हातमुख धुएर साडी लगाएर रेडी। के अरे कता जानुभयो? अब साडी लगाएर रेडी हुनु पर्यो। त्यस्तै छ साथीहरू, सबै कुरा रेडी भइसक्यो। चट लगाएर अब खानु मात्रै बाँकी छ। मैले गोर्खे अचार पनि बनाइसकेँ कान्छा साथीहरू। हामी चाहिँ मरी होइन, यता मिलाउनु उता मिलाउनु काम गर्दैछौँ होइन। भ्याइ नभ्याइ हाम्रो घरको कान्छा कान्छी महजोडीको प्यार चाहिँ यहाँ हेर्नु, यहाँ देखाउँ। ए सक्यो पो। हामी चाहिँ बेसमारी काम गर्नु, उनीहरू चाहिँ लडी यसो गर्नु। आमा दामी छ कान्छा। टिका लाउनु बसेको एकदमसँगले बसेको यहाँ अब रङ पनि छैन राखेको। टिका लाउने सप्तरङ्गी टिकै को चाहिँ मचिँदैछ। अब यस्तो पनि हुन्छ सप्तरङ्गी टिकै। सप्तरङ्गी टिकै हराएर सप्तरङ्गी फुल सप्तरङ्गी फुल अरे सयपत्री माला उनेर कलश रोटा रेडी पारेर अब सुरु है हाम्रो भाइटिका 2082 सालको। सप्तरङ्गी टिका हराएर रमाइलो भइरहेको छ होइन। के लगाउनु, अब खरानी लाउनु पर्छ। ल रेडी भयो है टिका लगाएर ठक्क खानेकुरा चाहिँ रेडी। हामी चाहिँ रेडी भयौँ है, रेडी भाइ टिका लाउनुको लागि। के अरे मागेर भए पनि पैसा कमाउने जुगाड गरिहाल्यो अन्त झन्डै होइन। सबैजना रेडी हो, बिचमा चाहिँ मेरो ठाउँ हो। अब म आउँछु है त।
के रेडी पारेछन् त नुनका नुनकाटुङ भन्ने के चाहिँ सिधै भन्यो यार मैले के मैले ए सिधा भने उहाँले बुझ्नुहुन्छ ए हो हिँडिहाल्छ यो कुरा बुझ्नु पर्छ जनता जान्न चाहन्छ होइन सब जान्न चाहन्छ हेलो हेलो जस्तो आयो त्यस्तै प्रस्तुत गरे आमामा कुचेर बिहार रहेछ त नि 29 अब 2 मिनेट छ अब 2 मिनेट पछि यतिखेर अघि लगाइसक्ने होइन कान्छ बत्ती बाल्न दिन्छ टिका हराएकोले गर्दाखेरि पछि परियो नि तरम लागा थिएन म हातको सुनको को छ र नि तल त यहीँबाट झरेर त हो होइन त तलहरुको सबै उहाँ हुनुहुन्छ मेरो जेठा दाजु भन्नु कि जेठा बुबु हो जेठी भाउजू माइली भाउजू कान्छा बुबु कान्छी भाउजू मेरो प्यारा प्यारा बुबु भाउजूहरू माइतीहरू माइला बुबु चाहिँ हुनुहुन्न भए चाहिँ कति रमाइलो हुन्थ्यो है अलिक पैसा अन्त अलिक पैसा आउँथ्यो धेर हुन्थ्यो बडो ल त कति बेला अब तेल लगाइदिउँ मेरो छोरी क्यामेराम्यान सुदेश राई होइन राम्रो बनायो त्यहाँ भिडियो भिडियो ल राम्रो घुमाऊ है यहाँ रोग भ्याद सबै जाओस् राम्रो होस् पानी उता चटट गर्दैछ है अलिअलि गर्दै निनी जसरी घुम्छ त्यसरी त्यतै घुमाऊ उबार्नु पर्छ त्यहाँ कम्पनी पैसा लाग्छ पानी खुवाउनु पर्छ पहिला थाहा छ कि छैन तेल त नलगायो मलाई के पर्यो यो चाहिँ के चाहिँ पनि के अरे कुन यो बालमा चाहिँ अलिक 1 लिटरै लगाइदिनु पर्छ 1 लिटर चाहिँ लगाइदिनु पर्छ पनि उस्तै हुँदो रहेछ त यो अहिले दुम्सीको काँडा छ भइरहेको सुँगुरको जग्गा उनी मौसम के भन्दै लाउनु हुँदैछ है बहिनी यसो मेरो माइतीलाई यस्तो त्यस्तो भन्नुपर्छ खै यहाँ ल्याउ टिका बिग्या सुजी चाहिँ साह्रै दिल खोलेर आज जेठी बुहारीको पालो जेठी भाउजूको पालो भन्दै त्यसो भन्नु पर्दैन बहिनी आज त म त खै के हो के यो साडी त फुकाले भ्याल्नु जत्तिकै लागिसक्यो छिटो लगाऊ न म त भ्यालिदिइहाल्छु होइन अरू बेला त यस्तो हुँदैन थियो त नि कान्छ सगुन खुवाउने कार्यक्रम हुँदैछ यहाँ सगुन खुवाउने रम हो जेठी नाना अब खाइदिनु पर्यो नि बहिनीले दिएको होइन रम खाइदिनु पर्यो नि म चाहिँ गाइजहरू भिआइपी र्याम खाँदैछु के अरे र्याम ल लु ट्याक्कै नेता नै सुहायो हुनार नेतालाई ट्याक्कै ड्रेसले सुहायो मालाले केमा परिने रे हरमा परिन्छ कि हो नि है अनि जिते पनि नेता त नेतै हो नि त अन्त ल मात्रै नेता हुन्छ र हो यतै हो राखौँ है यहाँनिर झारौँ कति झरिसक्यो भन्नु हुन्छ 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 चल्छ चल्छ धेर भइसक्यो धेर भइसक्यो त्यहाँनिर अहिले थाम्दैन बहिनी फेरि अर्को चाहिँ साट्नु जान्छ फेरि यो बोकेर सुई उता उता हटाल्नु त्यसो सेवारो भन्ने बेला सेवा पो त सेवा खै कान्छीलाई पनि दिउँ पनि खान सक्थ्यो म कान्छीलाई पनि
आदङ्बे ल है खाउँ है म मात्रै अछुती परेछु म मात्रै आउट मलाई त थाल होइन त्यही हो थाल छैन अर्को सेतो थाल छ मेरो लु खानु न किन बसेको तपाईँहरू खाँदै खानु खानु है खानु तितो न तितो तितो तिते खानु है भन्नु कस्तो रहेछ त नि कान्छी मिठो कस्तो हुँदैछ कान्छा आमा कान्छाले त छस पारेर खोल्यो त ल ल ल ल नाना भर्खरनीको हुँदैछ नि ठिक छ सेयर गरेर खानु बुबु सन्तोष बुबु ठिक छ एकदम मिठो एकदम कति वर्ष पछाडि तिहार मनाइयो 10 वर्ष पछाडि बहुत खुसी लागेछ दादा अब यो सबै नखाउँ भएर चियर्स गरौँ मातिन्छ होला कि उता नि उता सार्नु अनि बुबुले चाहिँ खोल्नु भएन त ए भरे खाने ल ठिक छ ठिक छ ठिक छ सञ्जीव मात्रै छुट्यो होइन के बिचरा हो गर्दैछौँ है अब 84 मा अब हाम्रो सुजित बुबुको पालो है ल लु जाऊ जाऊ सान्छेहरू लगाऊ कतिचोटि पो हो हुन्छ 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 भइरहेछ हुन्छ हुन्छ हो पहिलोचोटि हो नि त सिक्दैछ स्वान्सीले त पहिल्यै लगाएको सुदेशनाले चाहिँ अब उता फेला हो लगाऊ 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 लु अब स्वान्सी कोर्दियो सुदे कोर्दियो उँभो कोरिदिनुपर्छ अरे उँभो कपाल पनि उँभै फर्किन्छ जस्तो छ नि हौ दादाको लु अब टोपी लगाऊ फेरि सुजित लगाइहाल टोपी एक्लै एक्लै ए यता पनि खाँदै रहेछ नि त नि अब हाम्रो पालो आउँदैछ हो अब लगा न अलिक मजाले भयो भयो अब अर्को कलर लगाइदिए त्यहाँ मासतिर हो अब लु स्वान्सीले लगाइदेऊ अब दुईवटा कलर चाहिँ लगाइदिएको नि त स्वान्सीले त अलिक लगाइदेऊ न अलिक उठाएर हो भयो 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 हुन्छ हुन्छ अब अर्को कलर लगाइदेऊ गुड लु अब माला लगाइदिनु एकजनाले टाउकोमा लगाइदिनु हस् हो सेवाएर पनि गर्दै बुबुले खेरि खुट्टा किन चलाएको धामी बसे जस्तै गर्छ त अनि सुजित अब सुजितले के दिनुपर्छ कोनी सुजित बुबुले लगाइदिनु पर्यो नि त बहिनीहरूलाई एउटा एउटा ठक ठक लगाइदिनु हुन्छ हुन्छ बिदी त हो ट्याक ट्याक गरेर लगाइदेऊ न सिकाउँदा पो हुन्छ त होइन सुजित बुबु बिचारा सुजित बुबुलाई कहाँ आउँछ त अनि खै सुहान्सीले नमस्ते नै गर्दैन ल है बहिनीहरूलाई न होइन अब खुट्टामा पो ढोक्नुपर्छ त सुजितले त गुड हो त्यसरी लु भाइ सक्यो अब बस्नु अब खानेकुरा ल्याइदेऊ माइतीलाई खै त खानेकुरा ल्याइदिएको खानेकुरा ल्याइदिनु परेन दाजुलाई खानेकुरा ल्याइदिनु परेन देऊ एकजनाले कोक एकजनाले उ एकजनाले बियर हौ के को कोक सुजित बुबुलाई खुवाऊ छोरी र भान्जी खुवाउनु पर्छ हौ सगुनै खुवाएको छैन स्वान्सी खुवाऊ दिपा देखा उनीहरुको उहाँको एकजना माइती दुईजना चेलीले आज भाइ टीका लाउँदै हुनुहुन्छ मेरो छोरी त फर्स्ट टाइम स्वान्सी छोडा त्यसो त्यसनाले होला हैन हो नमस्ते गर्नु अब खान थालेको बियर खाइँदैन रहेछ दादा दमसँगले खानु पर्यो नि मिठो पो कान्छी कस्तो हुँदैछ फर्स्ट नि तिम्रो त यहाँनिर फर्स्ट त्यहाँ खै त्यहाँ छोडा त त्यहाँ पर हेरौँ दुई तिनजना चाहिँ
आमै हेलो सुदेश त भोकले हिरिक्कै भएको थियो नि बिचरा अचार चाहिँ मिठै बनाएको छु दियोस् ए मेरो साथीहरूलाई चाहिँ अचार दिने बित्तिकै नि उसले त अचार खान्छ नि त हाय किन साथीहरूमा भन्नु रोटी यो चाहिँ मैले पोलेकै परेछ ए बुबु कस्तो मिठो बर्डमा पनि खानु मलाई टिका लगाइदियो हामी तपाईँलाई लगाइदिनु सन्तोषी जसले भए पनि एकजना लागिन हुन्छ हौ पैसा अघि दिएकै छौँ मेन काम गरिसकेको छु होइन अन्तिम सक्यो दादाले के अरे 10 वर्षपछि है चेलीलाई टिका लगाइदिनु भनेको आज 10 सालपछि हाम्रो जेठा दादाले पनि कान्छा र म त जहिले होइन हामी त ठेक जहिले हाम्रो त ठेक्कै हो कान्छा र म त छोड्दिनौँ अरू होस् नहोस् हामी दुईजना त जहिले धन्न बहिनीको नाक हामी दुईजनाले थामिरहेको छौँ अब हामी पनि अस्ट्रेलिया अमेरिका जानुपर्छ भिसा लाग्दैछ होइन कान्छा अनि चाहिँ बहिनीले फेरि भित्तामा लाउँछ होला नि सबै ओह्रालो भयो म चाहिँ उकालो जानु पर्यो चाहिन अब ल ल ल म अर्को सालदेखि सोही हामी त ठ्याक्कै अमेरिकाको चाहिँ लाउनुपर्छ है भिसा हामी चाहिँ त्यसै छ अनि जहिले हामी मात्रै कति थामिदिनु होइन ल म पनि ढोकेँ खै 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 म पनि ढोकिहाल्छु ढोकौँ खुट्टा ल्याउँ न यता माथि ल्याउँ न खुट्टा ढोके लु भाग्यमा